हेलो गाइस म आइसकेको छु नयाँ भिडियोको साथ र म अहिले प्रवेशको आइडीबाट आइरहेको छु। ऊ अहिले पानी खान गएको छ, त्यसैले म भिडियो स्टार्ट गरिदिइरहेको छु प्रवेशको। तपाईँलाई थाहा छ प्रवेश र मैले यति मेहनत गरेर भिडियोहरू बनाउँछ, त्यसैले हाम्रो भिडियोको धेरै अप्रिसिएसन गरिदिनु अनि कमेन्टहरू गरिदिनु। अनि म टप कमेन्टहरूको लाइकलाई म धेरै नभए पनि 50 डायमन्ड्सहरू हाल्ने प्रयास गर्छु। ल त्यसैले लाइक र कमेन्ट गरिदिनु। ल प्रवेश आइसकेको छ। हेलो गाइज, त आजको हाम्रो भिडियो सुरुवात भएको छ दीक्षाबाट। ल यो भिडियो अब राम्रो हुन्छ। आज हामी सिएस पुस्क हान्न गइरहेको छौँ। ल हाम्रो भिडियोमा धेरैभन्दा धेरै सब्सक्राइब, लाइक अनि कमेन्ट गरिदिनुहोस् होला गाइजहरू। ल यो सिएस म्याच स्टार्ट गरिदिन्छ गाइज, हेर्नुहोस्। तर मेरो यो फोन अलिकति ल्याग भइरहेछ है त गाइज। हाम्रो म्याच स्टार्ट भइसकेको छ अनि हाम्रो दीक्षण र मैले अस्ति होइन हिजो बनाएको भिडियोमा के कस्तो भएको छ त्यो चाहिँ थाहा भएन, तर आशा छ राम्रै हो। धेरैभन्दा धेरै सब्सक्राइब, लाइक अनि कमेन्ट दिउनु हजुरहरूले सपोर्ट नगरेपछि अब हामीले कसले चाहिँ गर्छ त गाइज। यो मैले अन्ली फ्री फायर प्लेयर्स अनि पबजी प्लेयर्सलाई भनेको हो। ल गाइज एकजना नक। ल गाइज पछाडिबाट धप्पा हान्यो। ल दुईजना रहेछन् यहाँ। हेलो माई टिममेट। ल ओ थ्याङ्क यू। खुच्चेहरू यहाँ नु तरिकाले पछाडि म मरिसकेँ हो दीक्षण, तर हाम्रो टिममेट ओके। ल गाइज माइक अफ गरिदिइसकेको छु। ल मैले म अब यहाँ मेडी गर्छु। ल गाइजहरू अब यो इजी गेम भर्खरै किल भएको छ मेरो चाहिँ। ल गाइजहरू अब हेर्दै जानुहोस् अरू म्याचमा के कस्तो। अब म्याच माइक अन छ तिम्रो? यस बोलेको आउँछ मलाई। यस ओके। ल गाइजहरू म अब डेजर्ट इगलले कस्तो वान ट्याप हान्छु हेर्नुहोस्। हेलो दीक्षण। अब दीक्षण आइरहेको छ। अब हाम्रो दीक्षणको आइडीबाट बोलिरहेको छ ऊ। ल गाइज अब हेर्नुहोस् मेरो डेजर्ट इगलको कस्तो दामी हेडसट। हजुरहरूले अब प्रत्यक्ष हेर्न पाउनुहुन्छ। प्रत्यक्ष हेर्ने हो कि अब नहेर्ने भन्ने चाहिँ मेरो हातमा छैन त्यो, तर हेड जान्छ कि नै मलाई पनि थाहा भएन गाइज। ल झन्नै मरिसकेको थिएँ म गाइज। अब मेडी गर्ने बेला आइसक्यो मेरो चाहिँ गाइज। इधर आओ इधर, यता हो यता। ल 1v सेट गाइज। देखेको छैन मलाई। All of you guysहरू ल इजी गेम रहेको छ यो चाहिँ अब मेरो लागि त गाइजहरू। ओके ल गाइजहरू हामी जितिसकेको छौँ। ल ओके ल मैले यो स्मोक हालिसकेँ। अब अगाडिको चुमुनु भाइहरूलाई अब खत्तै आँखा धुल हुनेछ। गाइजहरू हाम्रो च्यानललाई धेरै सपोर्ट गरिदिनु भन्ने आशा छ मलाई चाहिँ। हाम्रो यहाँ अहिले चाहिँ 2-0 भइसकेको छ। उता एउटा बन्दालाई लुकेर हान्न आइरहेको थियो, तर म माथि
भइसक्यो गाइजहरू। अब यहाँ एक न एक बन्दा त आइहाल्छ। त्यो बन्दालाई चाहिँ म यस्तो हान्नेछु भन्ने छु म चाहिँ। तर हाम्रो टिममेट 4 नम्बर चाहिँ लास्ट धेरै कम भइसकेको छ। ल अहिले चाहिँ 3v2 को छ सिचुएसन। 2v2 गाइज। अब मेरै आशा छ सबैमाथि, तर म यो म्याच जिताउन सक्दैन भन्ने मेरो आशा छ। ओके गाइज, बन्दा आउँदैन त गाइज। के हो, मबाट डराएर भागे कि हो कि पछाडिबाट ताकेर बसिरहेको छ हौ मलाई। कोही पनि आउँदैन त। ल गाइजहरू हेर्नु त, मबाट डरेर छन् कुचेहरू। के भन्नु छ। ल थ्याङ्क यू आई लभ यु। गाइस यो म्याच चाहिँ हारिसकेको छ। ल मेरो टिममेटलाई म सरी भन्न चाहन्छु। मेरो यहाँ चलिरहेकै छैन, यहाँ के भइरहेको छ गाइजहरू हेर्नुहोस्। हजुरहरूले त हेर्न सक्नुहुन्छ नि। यहाँ हेर्नु, देख्नुभयो नि गाइजहरू, मेरो चलिरहेकै छैन। गनहरू पनि लिन सकेको छैन मलाई कोही गन। अब म आफ्नो प्राइममा च्याम्प फोरेमा आइसकेको छु। ल गाइजहरू हेर्नुहोस् त, ल गाइजहरू देख्नुभयो नि, यहाँ चलिरहेकै छैन मेरो। यो म्याच चाहिँ म हार्न सक्छु। बल्ल चल्यो। केही पनि कहाँबाट के गरी उल्टो ओके, म हात धुन गएको थिएँ। बर्डहरूले मलाई यहाँ हानिसकेका रहेछन्। यो बर्डहरूको अब म यस्तो धुल थर्ड राउन्डमा। ल 2v4 को सिचुएसन छ गाइज। यो म्याच हामीले जसरी पनि जित्नै पर्छ। ओके नाइस। ओके ल अब 3v2 को सिचुएसन छ। अब यो पनि गयो। भनेपछि अब 1v3 अब आइसकेको छ। हामी 2v2 होइन, 2 भर्सेस 2 भनेर पनि होइन, 2-2 भइसकेको छ म्याच। अनि म आफ्नो फुल फर्ममा आइ पनि सकेँ गाइज। अघि मेरो त्यो मोबाइल नचलेर ल्यान्ड भएको थियो गाइज। अब चाहिँ हुन त्यसको लागि म सरी चाहन्छु। ओके अब जित्नुपर्ने अवस्था आइसकेको छ। ओके अहिले जित्नुपर्छ, तर फेरि मेरो मोबाइल त्यस्तै भइसकेको छ। रुक है, मेरो मोबाइलै चल्यो। गाइजहरूलाई मैले हानिसकेँ, धुल हानिसकेँ है त गाइजहरू। ल अब हेर्दै जानुहोस्, अरू म्याचमा पनि कसरी हान्छु यी बट नुब्राहरूलाई। अघि मेरो यहाँ ओके आई एम कमिङ। ओके गाइज
Kill. नाइस ल गाइजहरु अब हाम्रो 3-2 भइसकेको छ म्याच यो म्याच हामीले इजिली जित्छौं भन्ने मेरो कन्फर्म आशा नै छ ल म चाहिँ अब AC80 लिन्छु है त गाइज तर अब यो म्याच चाहिँ हामी राम्रोसँग जित्नु पर्छ लास्ट म्याच छ गाइजहरु ल अब हेर्नुस् हजुर 4 सम्म हैन नि ए हो अब यो म्याच पछि हामी जितिहाल्यौं त ल गाइजहरु लास्ट म्याच छ यो म्याच हार्नु त भएन नि जित्नै पर्छ यो म्याच जे गरे जसो गरे पनि जे गर जसो गर जतासुकै लैजाऊ मलाई यो मन त मेरो कानु तरिकाले बस्छ रहेछन् त मलाई मार्दिसक्यो यिनीहरू फुच्चहरूले अनि त गाइज ल अब 2v4 को सिचुएसन छ अनि हाम्रो दीक्षानले हान्दिसकेछन् ओके खतरा गएको थियो तर 1v3 को सिचुएसन छ अब गाइज हेर्नुस् यो म्याच हामीले जित्नु पर्छ गाइजहरु ल हेर्नुस् ओके गुड नाइस गुड अब 1v3 को सिचुएसन छ गाइजहरु अब हेर्न सक्नुहुन्छ रसाना ओके के गरे अब यो जोनले फेरि मर्ला हेलो 3 नम्बर ओके नाइस गुड 1v2 फिनिश आना छिटो फिनिश गो फास्ट ओके गुड ओके भेरी नाइस प्ले नाइस प्लेड ओके you can do it हक दिया ना भाई नो यार 3v3 को अब 3 छ गाइस लास्ट म्याच अब हामी अब यहाँ हार्ने और जित्ने को फैसला अब यही हुन्छ गाइजहरु अब हेर्न सक्नुहुन्छ यहाँ अब त जित्नै पर्छ भन्ने दीक्षान अब फुल फर्म आउनु पर्छ हामी ओके गाई Stored EP for everybody. I deployed a smoke grenade. ओके ल अब त यो म्याच हामीले जितेनौं भने हामी त खेलाडीको नाममा कलंक गर्छौं त्यो त छैन ब्रो